हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल नेपाली सङ्ग्स अपडेटमा। नेपाली सङ्ग्स अपडेटमा यतिखेर मैले लिएर आएको छु नयाँ नयाँ नेपाली गीतहरूको अपडेट। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। सुरु गरौँ आजको अपडेट। भर्खर मात्र एउटा मिठो लोकदोहोरी गीत प्रिया भण्डारी नामक युट्युबमा रिलिज भएको छ। म त पत्याउन के रे। युवाहरूलाई लक्षित गरी सोही गीतमा युवा पुस्ताका चर्चित गायक सर्जक अर्जुन सापकोटा र प्रिया भण्डारीको स्वर सजिएको छ। गीतमा सन्तोष सापकोटाको शब्द लेखन र अर्जुन सापकोटाको सङ्गीत रहेको छ। गीतमा अर्जुन सापकोटासँगै गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ। गीत मौसमी मालीको कोरियोग्राफी र निर्देशनमा रहेको छ। पालो अब एउटा मिठो आधुनिक गीत तिमीसँग। सरोज भण्डारीको युट्युबमा रिलिज भएको यस गीतमा सुरेश लामा र सुषमा थापाको स्वर सजिएको छ भने विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत रहेको छ। गीतमा एसराज गराज र तेलुजा खतिवडाको अभिनय देख्न सकिन्छ। गीत सोनाम पाखरिङले निर्देशन गरेका हुन्। यति बेला एउटा ठट्यौली लोकभाका गीत रिलिज भएको छ। घर बेटीको घर। प्रकाश पराजुली र समीक्षा अधिकारीको स्वरमा सजिएको यस गीतमा भीष्म पराजुलीको शब्द र प्रकाश पराजुलीको सङ्गीत रहेको छ। गीतमा प्रकाश पराजुलीसँगै स्मारिका ढकाल, जुना विश्वकर्मा, जेरी भण्डारीको मुख्य अभिनय देख्न सकिन्छ। गीत जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा रहेको छ। माहौल यति बेला तिहारको पनि छ। यसैलाई लक्षित गरी देउसी भैलो बोलको गीत अमृता लुङ्गेली मगरको युट्युबमा रिलिज भएको छ। गीतमा राजु परियार, कोमल ओली, विमल राज छेत्री, टिका पुन, अमृता लुङ्गेली, सरोज बिरहीको स्वर सजिएको छ। गीतमा शब्द र सङ्गीत एरेन्ज भने सरोज बिरही कार्कीको रहेको छ। गीतमा सुरेश कोहली, जमुना राणा लगायतका थुप्रै कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीत ओडीराम खड्काको निर्देशनमा रहेको छ। यति बेला एउटा डान्सिङ गीत पनि रिलिज भएको छ, देखाइदिएन खोलेर। बालकुमार श्रेष्ठ र प्रीति आलेको स्वरमा सजिएको यस गीतमा माधव थापाको शब्द लेखन र सङ्गीत रहेको छ। गीतमा करिश्मा शाही र कैलाश साउदको अभिनय देख्न सकिन्छ। गीत शेर साउदको निर्देशन एवं कोरियोग्राफीमा रहेको छ। कुरा गरौँ अर्को गीतको, मायाली चुलबुली। शान्तारानी परियार र बद्री सापकोटाको स्वरमा सजिएको यस गीतमा बद्री सापकोटाको लयर शब्द रहेको छ। गीतमा विक्रम चौहान र दिपा अनिरुको अभिनय देख्न सकिन्छ। गीत विक्रम चौहानको कोरियोग्राफी र निर्देशनमा रहेको छ। पालो अब यति बेला अर्को देउसी भैलो विशेष गीतको। आइयो हजुर लक्ष्मी भित्याउमा। खुमन अधिकारी, इन्द्र जीसी, रिता थापा मगर, टिका सानु, प्रकाश पराजुली, श्यामकला भण्डारी, शिव शर्मा र ईश्वर सञ्जालको स्वरमा सजिएको यस गीतमा विष्णु न्यौपानेको शब्द र सङ्गीत रहेको छ। गीतमा जोन बम, कैलाश कठायत, जुनु एसटी र रचना न्यौपानेको मुख्य अभिनय देख्न सकिन्छ। गीत एकेन्द्र सारा शङ्करको कोरियोग्राफी र निर्देशनमा रहेको छ। कुरा गरौँ यति बेला रिलिज भएको अर्को गीत, लान्छौ भने साँच्चै कि बलै हो। मीरा पोखरेलको युट्युबमा रिलिज भएको यस गीतमा गौरव रावत र मीरा पोखरेलको स्वर सुन्न सकिन्छ। गीतमा सीताराम परियार र गौरव रावतको शब्द लेखन रहेको छ भने गौरव रावतको यस गीतमा सङ्गीत रहेको छ। गीतमा विजय पुन, तिलक ठकुरी, सुमित्रा गुरुङ, खेमराज गुरुङ, सविता कार्की, माया मगर लगायतका अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीत तिलक ठकुरी चिट्टीको कोरियोग्राफी र निर्देशनमा रहेको छ। पालो अब एउटा टिपिकल लोकभाका, साइन। रूपी सिन्जाली मगरको युट्युबमा रिलिज भएको यस गीतमा रेशमाले मगर, रूपी सिन्जाली मगर, निर्जला गुरुङ र शम्भु थापा मगरको स्वर सजिएको छ। गीतमा रेशमाले मगरले शब्द कोरेका छन् भने गीतलाई सोनाम लामाले कोरियोग्राफी र निर्देशन गरेका हुन्। कुरा गरौँ अर्को मिठो
टिपिकल लोकभाका हङकङको चिनो। मौसम गुरुङ र देवी घरती मगरको स्वरमा सजिएको यस गीतमा रमेश विजीले शब्द दिएका छन् भने मौसम गुरुङले लय भएका हुन्। गीतमा सिजन गुरुङ, दिया गुरुङ, आनन्द गुरुङ, रिस्ता गुरुङ, बिनी गुरुङ, जुना गुरुङ र रिना गुरुङको मुख्य अभिनय देख्न सकिन्छ। गीत उमेश गुरुङ र भुवन लामाको कोरियोग्राफी एवं उमेश गुरुङको निर्देशनमा रहेको छ। यी थिए आजको अपडेट। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै नयाँ अपडेटहरू मैले बेला बेलामा लिएर आइरहेको हुन्छु। हेर्दै गर्नुहोला।